क्रिप्टो करेन्सी और डिजिटल करेन्सी आजको टाइममा क्रिप्टो करेन्सी और डिजिटल करेन्सी एकदम ट्रेन्डमा छन् बिकज यसमा हेभी इन्भेस्टमेन्ट चाहिँदैन। अगर मसँग 10,000 रुपिस छ भने पनि म क्रिप्टो करेन्सी किन्न सक्छु। अनलाइक ट्रेडिसनल इन्भेस्टमेन्ट लाइक ल्यान्ड गोल्ड, त्यसमा हामीलाई ह्युज अमाउन्ट अफ इन्भेस्टमेन्ट चाहिन्छ ल्यान्डलाई पर्चेस गर्नको लागि और गोल्ड पर्चेस गर्नको लागि। त्यही भएर क्रिप्टो करेन्सी आजको टाइममा धेरै नै फेमस इन्भेस्टमेन्ट अप्सन हो। आजको क्लासमा हामीले क्रिप्टो करेन्सीलाई कसरी रेकर्ड गर्ने बुक्स अफ एकाउन्टमा, कसरी त्यसको एकाउन्टिङ ट्रिटमेन्ट गर्ने त्यसको बारेमा बुझ्न गइरहेका छौँ। जब हामी एकाउन्टिङ स्ट्यान्डर्डलाई ओभरभ्यू गर्छौँ क्रिप्टोको पोइन्ट अफ भ्यूले, हामी हेर्छौँ कि त्यहाँ मल्टिपल अप्सनहरू छ जसमा क्रिप्टो करेन्सी फिट हुन सक्छ। आज हामी त्यो मल्टिपल अप्सन मध्ये सबभन्दा बेस्ट अप्सन कुन हुन्छ जसमा हामीले क्रिप्टो करेन्सीलाई रेकर्ड गर्नुपर्छ, रिकग्नाइज गर्नुपर्ने हुन्छ त्यसको बारेमा बुझ्छौँ। त्यो अप्सन मध्ये कुन कुन अप्सन छ? IAS2 भनेको के छ? इन्भेन्ट्री छ। IAS7 भनेको क्यास एन्ड क्यास इक्विभ्यालेन्ट हो। IAS38 भनेको इन्ट्यान्जिबल एसेट्स हो र IFRS 9 भनेको फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो। प्रिमा फेसी हेर्दाखेरि यो सबै अप्सन पोसिबल हुन सक्छ क्रिप्टो करेन्सीलाई रिकग्नाइज गर्नको लागि, एकाउन्टिङ गर्नको लागि। लेट्स सी यो मध्ये कुन बेस्ट अप्सन हुन्छ। सबभन्दा पहिला ब्याकग्राउन्ड अफ क्रिप्टो करेन्सी बुझौँ। Cryptocurrency are the form of digital or virtual currency that leverages cryptographic techniques for security and operate on decentralized network, typically based on blockchain technology. Cryptocurrency भनेको डिजिटल करेन्सी और भर्चुअल करेन्सी हो जसको फिजिकल सब्स्टान्स होइन र यो ब्लकचेन टेक्नोलोजीको थ्रु हामीले के गरिरहेछौँ? क्रिप्टो करेन्सीलाई डेभलप गरिरहेका छौँ। The inception of cryptocurrency began with Bitcoin, created in 2009 by an anonymous individual और ग्रुप नोन एज सतोशी नाकामोटो। 2009मा क्रिप्टो करेन्सीको ओरिजिनेसन भएको थियो र त्यो बेला बिटकोइनको थ्रु क्रिप्टो करेन्सीको ओरिजिनेसन भएको थियो। र मैले सुनेअनुसार 2009-10 तिर जब बिटकोइनको ओरिजिनेसन भएको थियो त्यो बिटकोइनलाई एक्चुअलमा मान्छेले कुनै स्टोरमा गएर, कुनै पेट्रोल पम्पमा गएर एज एक्सचेन्ज अफ मिडियम युज गर्न खोजिरहेको थियो एट $28 or $13। पिपल वाज नट रेडी टु एक्सेप्ट र आजको टाइममा त्यही $20-30 भएको बिटकोइनको भ्यालु $1,10,000 जति पुगेको छ। बिटकोइन introduced the concept of decentralized ledger which record all the transaction across a network of computer ensuring transparency and security without the need for central authority। बिटकोइनको कुनै सेन्ट्रल अथोरिटी छैन, बिटकोइनलाई कुनै सेन्ट्रलाइज बडीले रेगुलेट गरिरहेको छैन। बिटकोइन एउटा सिस्टमको थ्रु, एउटा ब्लकचेन टेक्नोलोजीको थ्रु के भइरहेछ? इभल्भ भइरहेको छ। आजको टाइममा डिफ्रेन्ट कम्पनीहरूले बिटकोइन और डिजिटल करेन्सीहरू इभल्भ गर्नको लागि टेक्नोलोजी डेभलप गरेको छ र तिनीहरूले माइनिङ गरिरहेका छन्। रिसेन्टली डोनाल्ड ट्रम्पले पनि आफ्नो क्रिप्टो करेन्सीलाई मार्केटमा लन्च गरेको थियो जब ऊ रिसेन्टली प्रेसिडेन्ट बनेको थियो युएसएको। त्यसरी नै डिफ्रेन्ट कम्पनीले बिटकोइनहरूमा माइनिङ गर्छन् र आफ्नो बिटकोइनहरू मार्केटमा लन्च गर्छन् र जसलाई मान्छेहरूले, इन्भेस्टरहरूले पर्चेस गर्न खोज्छन्। जब डिमान्ड बढ्छ बिटकोइनको भ्यालु बढ्छ, जब डिमान्ड घट्छ बिटकोइनको भ्यालु घट्छ। अब बिटकोइनको करेन्ट सिनारियो र इम्प्याक्ट के छ मार्केटमा त्यो कुरा बुझौँ। क्रिप्टो करेन्सी हेभ सिग्निफिकेन्टली इम्प्याक्टेड द फाइनेन्सियल मार्केट, इन्भेस्टमेन्ट स्ट्राटेजी एन्ड टेक्नोलोजी डेभलपमेन्ट। नो डाउट क्रिप्टो करेन्सी आजको टाइममा सम द बेस्ट और वान अफ द फेमस इन्भेस्टमेन्ट अप्सनको रूपमा मान्छेहरूले लिन्छन्। त्यही भएर फाइनेन्सियल मार्केटमा यसको धेरै इम्प्याक्ट छन्, धेरै नै यो फेमस छन्, मान्छेहरू धेरै इच्छुक छन् क्रिप्टो करेन्सीमा इन्भेस्ट गर्नको लागि। लार्ज एमाउन्ट अफ इन्भेस्टमेन्ट पनि चाहिँदैन, 10,000 5,000ले पनि हामी क्रिप्टो करेन्सीमा इन्भेस्टमेन्ट गर्न सक्छौँ। मान्छेले लङ टर्मको पोइन्ट अफ भ्यूले पनि इन्भेस्टमेन्ट गरेका हुन्छन् बिकज आजको टाइममा $1,10,000 एप्रोक्सिमेटली क्रिप्टो करेन्सी और बिटकोइनको भ्यालु छ। त्यही भ्यालु केही दिन पहिला 70,000 पुगेको थियो र फ्यु मन्थ पहिला त्यसको भ्यालु लगभग 1,30,000 को आसपास पुगेको थियो। सो फ्लक्चुएटिङ मार्केट छ, सो एउटा गुड इन्भेस्टमेन्ट अप्सन छ। जब मार्केट गिर्छ, क्रिप्टो करेन्सीको भ्यालु गिर्छ, त्यो बेला मान्छेले इन्भेस्ट गर्छन् र त्यही कुरा पछि गएर बढ्छन्। सो हामीलाई ह्युज इन्भेस्टमेन्ट चाहिँदैन, त्यही भएर इन्भेस्टमेन्ट स्ट्राटेजीको पोइन्ट अफ भ्यूले पनि क्रिप्टो करेन्सी आजको टाइममा धेरै नै ट्रेन्डमा छन्। र अभियसली टेक्नोलोजी डेभलपमेन्ट, हामीले म्यानुअली गएर क्रिप्टो करेन्सी किन्नु पर्दैन। यो हाम्रो प्लेटफर्मको थ्रु क्रिप्टो करेन्सी किन्ने र बेच्ने चलन छन्। हामी कोसँग किनिरहेछौँ, कोसँग बेचिरहेछौँ त्यो केही छैन यसलाई। र यो डिजिटल करेन्सीको मार्केटलाई हामी CFD भन्छौँ, कन्ट्र्याक्ट फर डिफरेन्सेस, जहाँ हामीले एक्चुअल क्रिप्टो करेन्सीलाई डेलिभर गर्दैनौँ या
हामीले बाई या सेल गर्दैनौँ, त्यहाँ हामीले के गर्छौँ, प्रफिट या लसलाई रिकग्नाइज गर्छौँ। They offer new opportunities for investment and innovation, but also present regulatory challenges and risks associated to volatility, security and legal consideration. Obviously, cryptocurrency को कुनै रेगुलेटरी बडी छैन। रेगुलेटरी बडी नभएपछि के हुन्छ, त्यहाँ च्यालेन्जेस एन्ड रिस्क हुन सक्छ। इन्भेस्टरले आफ्नो पैसा लगाइरहेछ, सो त्यो पैसा डुब्न पनि सक्छ बिकज त्यहाँ रेगुलेटरी अथोरिटी केही छैन र भोलाटिलिटी धेरै नै छ। फ्यु मन्थ पहिला क्रिप्टोकरेन्सीको भ्यालु लगभग 1,30,000 बराबर युएसडी डलर थियो। 6-7 विक्स पहिला क्रिप्टोकरेन्सी 75-80,000 को एराउन्डमा ट्रेड गरिरहेको थियो र आजको टाइममा क्रिप्टोकरेन्सीको भ्यालु लगभग 1,10,000 को बराबर छ, त्यो भनेको युएसडी डलरमा। सो भोलाटिलिटी धेरै छ। विथिन फ्यु मन्थ हाई गयो, त्यो पछि लोएस्ट पोइन्टमा गयो एन्ड देन फेरि एभरेज पोइन्टमा आइसक्यो। सो यसको मतलब धेरै भोलाटिलिटी छ। यहाँ रिस्क पनि छ, स्मल इन्भेस्टरलाई लस पनि सिग्निफिकेन्ट रूपमा हुन सक्छ र अभियसली लिगल कन्सिडरेसन पनि हेर्नुपर्छ बिकज क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीहरूलाई डिफ्रेन्ट कन्ट्रीले लिगल मान्दैन। फर इक्जाम्पल नेपालमा क्रिप्टोकरेन्सी लिगल मानिँदैन, सो नेपालमा बसेर म क्रिप्टोकरेन्सीमा ट्रेड गर्न मिल्दैन। The growing adoption of cryptocurrency by individual business and institutional investors highlight their increasing relevance in the global financial ecosystem. Individual businessहरूलाई के लागिरहेछ आजको टाइममा, क्रिप्टो इज वान अफ द बेस्ट इन्भेस्टमेन्ट अप्सन। किनेर छोड्दिने, अगर मैले $70,000 क्रिप्टोकरेन्सी किनेर आफ्टर फ्यु विक्स यो 1,10,000 भइरहेछ भने कति प्रफिट भयो, $40,000 छ। $40,000 भनेको सिग्निफिकेन्ट एमाउन्ट छ। त्यही भएर यो आजको टाइममा ग्लोबल मार्केटमा एउटा सिग्निफिकेन्ट कम्पोनेन्ट हो, सिग्निफिकेन्ट इन्भेस्टमेन्ट स्ट्राटेजी हो, जो इन्डिभिजुअलहरूले, बिजनेसहरूले र इन्स्टिट्युसनल इन्भेस्टरहरूले अप्सन सेलेक्ट गरेका हुन्छन्। अब एउटा आइएस फलो गरेर हामी हेरौँ के क्रिप्टोकरेन्सी कुन आइएसमा बेस्ट फिट हुन्छ। सबभन्दा पहिला छ हाम्रो आइएस 38। इफ आइएस 38 मा फिट भएन भने हामी आइएस 2 मा जान्छौँ, देन आइएस 7 मा जान्छौँ, देन आइएफआरएस 9 मा जान्छौँ र त्यसको बेसिसमा हामी कन्क्लुजन ड्र गर्छौँ कि क्रिप्टोकरेन्सी कुन आइएफआरएस र आइएसमा बेस्ट फिट हुन्छ र त्यसको एकर्डिङली हामी एकाउन्टिङ गर्नुपर्ने हुन्छ। आइएस 38 इन्टेन्जिबल एसेट। सबभन्दा पहिला यो कुरा बुझौँ इन्टेन्जिबल एसेट्सको क्राइटेरियाहरू के छ आइएस 38 को एकर्डिङली। एन्ड इन्टेन्जिबल एसेट्स इज आइडेन्टिफिएबल नन मोनिटरी एसेट्स विदाउट फिजिकल सब्सटेन्स। इन्टेन्जिबल एसेट्स भनेको आइडेन्टिफिएबल छ, नन मोनिटरी छ र विदाउट फिजिकल सब्सटेन्स छ। फिजिकल सब्सटेन्स हुने बित्तिकै त्यो टेन्जिबल एसेट्स भइहाल्छ, इन्टेन्जिबल एसेट्स हुँदैन। अब यो तीनवटा क्यारेक्टरिस्टिकको मिनिङ बुझौँ। आइडेन्टिफिएबल, एन्ड intangible assets is identifiable when it is either separable, can be sold, transferred or licensed independently, or arising from contract or legal right regardless of whether those rights are transferable or separable. हामीलाई राइट ट्रान्सफरेबल और सेपरेबल छ कि छैन त्योसँग मतलब छैन। के मेरो एसेट्स आइडेन्टिफिएबल छ जसको फिजिकल सब्सटेन्स छैन छ भने त्यो के छ मेरो लागि इन्टेन्जिबल एसेट छ। अब आइडेन्टिफिएबलको मतलब के छ, मैले त्यसलाई इजिली आइडेन्टिफाई गर्न सक्छु। फर इक्जाम्पल मैले क्रिप्टोकरेन्सी किने, क्रिप्टोकरेन्सी किन्ने बित्तिकै एउटा पार्टको मैले सर्टेन पोइन्ट पाएको होला। कुन क्रिप्टोकरेन्सी पाएँ त्यो मलाई थाहा छैन, तर जो क्रिप्टोकरेन्सी मैले पाएछु त्यसको डिटेल मसँग हुन्छ हाम्रो कन्ट्र्याक्ट नोटमा। जब मैले कुनै क्रिप्टोकरेन्सीमा इन्भेस्ट गर्छु, इन्भेस्ट गर्ने बित्तिकै जो मेरो पैसा लागेछ त्यसको अगेन्स्ट मैले क्रिप्टोकरेन्सीको सर्टेन लट पाउँछु। सपोज 0.01 लट मैले पाएँ, त्यो लट पाउने बित्तिकै त्यो मेरो पोजिसन के भयो, क्लोज भयो। पोजिसन क्लोज हुने बित्तिकै मैले सर्टेन पैसा पे गरेको होला, त्यसको अगेन्स्ट मैले सर्टेन लट पाएको होला। लेट सपोज 0.01 मेरो इक्जाम्पलको केसमा। सो 0.01 इज अ सेपरेबल, त्यसलाई म किन्न पनि सकेँ, त्यसलाई म के गर्न सक्छु, अब सोल्ड पनि गर्न सक्छु, ट्रान्सफर पनि गर्न सक्छु। सो मैले जो 0.01 क्रिप्टोकरेन्सीको लट किनेछु त्यो मेरो भयो, मेरो राइट त्यसको माथि भयो। त्यसलाई म इजिली आइडेन्टिफाई पनि गर्न सकिरहेको छु, त्यसलाई सोल्ड पनि गर्न सक्छु, थर्ड पर्सनलाई त्यसलाई ट्रान्सफर पनि गर्न सक्छु। द्याट मिन्स द्याट इज सेपरेबल। र सेपरेबल कसरी भइरहेछ, कन्ट्र्याक्टको थ्रु भइरहेछ। सो मसँग लिगल राइट छ, त्यसको म अनर छु, त्यो 0.01 को कन्ट्र्याक्टको थ्रु पनि म अनर छु र त्यसलाई म सेपरेट पनि गर्न सकिरहेको छु, सेल पनि गर्न सकिरहेको छु, ट्रान्सफर पनि गर्न सकिरहेको छु। सो यसको मतलब यो छ कि
इन्टेन्जिबल एसेट्स के छ मेरो सेपरेबल हुन्छ। लाइसेन्स पनि के हो हाम्रो सेपरेबल हुन्छ, लाइसेन्स नम्बर हुन्छ र त्यो लाइसेन्समा एक्टिभिटिज लेखेको हुन्छ र त्यसमा मेरो अनरसिप लेखेको हुन्छ, मेरो नाम लेख्ने बित्तिकै मेरो अनरसिप हुन्छ। सफ्टवेयर पनि त्यस्तै हुन्छ, सफ्टवेयरको के हुन्छ मल्टिपल कपी हुन्छ, जो कपी मसँग छ त्यो के छ सेपरेबल छ, त्यही भएर त्यो इन्टेन्जिबल एसेट्समा जान्छ। नन मोनिटरी intangible assets are non-monetary, meaning their value cannot be determined easily. नन मोनिटरी भनेको के हो कि त्यसको भ्यालु मैले के इजिली डिटर्माइन गर्न सक्दिनँ मार्केटमा गएर। इक्जाम्पलको रूपमा मैले एउटा सफ्टवेयर किनेँ, सफ्टवेयर मैले 6 महिना युज गरेँ, 6 मन्थ पछि म त्यसलाई बेच्न जान्छु, त्यसको मार्केट भ्यालु म इजिली डिटर्माइन गर्न सक्दिनँ। सो इजिली मैले मार्केट भ्यालु डिटर्माइन गर्न सक्दिनँ भने त्यो मेरो के हुन्छ नन मोनिटरी हुन्छ। यसको मतलब डिटर्माइन गर्नै मिल्दैन त्यस्तो होइन, इजिली डिटर्माइन गर्न मिल्दैन, सर्टेन टेक्निक फलो गरेर सर्टेन अब्जर्भेबल मार्केट इनपुटहरू फलो गरेर हामीले भ्यालु निकाल्न सक्छौँ, तर इजिली हामीले त्यसको मार्केट भ्यालु निकाल्न सक्दैनौँ र इजिली त्यसको मार्केट भ्यालु हामीले डिटर्माइन गर्न सक्दैनौँ, त्यही भएर त्यसलाई भन्छौँ नन मोनिटरी। विदाउट फिजिकल सब्सटेन्स, अभियसली इन्टेन्जिबल एसेट्सको फिजिकल प्रेजेन्स हुँदैन, लाइक टेन्जिबल एसेट्स, टेन्जिबल एसेटलाई मैले हेर्न छुन सक्छु, बट इन्टेन्जिबललाई मैले हेर्न छुन सक्दिनँ, फिल गर्न सक्छु। सफ्टवेयरलाई हेर्न छुन सक्दैन, तर हामी फिल गर्न सक्छौँ कि सफ्टवेयर छ। कम्प्युटर बिना सफ्टवेयरको चल्न सक्दैन। लाइकवाइज क्रिप्टो करेन्सीलाई मैले छुन सक्दिनँ, क्रिप्टो करेन्सीको म हार्ड कोइन लिएर आउन सक्दिनँ, तर मलाई फिल हुन्छ क्रिप्टो करेन्सी छ, जसको थ्रु के भइरहेछ म एउटा एग्रिमेन्टको थ्रु म किन्न सकिरहेछु, त्यसलाई बेच्न सकिरहेछु, अन्डरलाइङ एसेट छ मसँग। सो an intangible asset is identifiable non-monetary assets without physical substance. अब के क्रिप्टो करेन्सीमा यो डेफिनेसन फिट हुन्छ? क्रिप्टो करेन्सी आर often classified as intangible assets under IAS 38. नर्मली क्रिप्टो करेन्सीलाई हामी इन्टेन्जिबल एसेट्स नै मान्छौँ, किनभने नन मोनिटरी एसेट छ, त्यसको मार्केट भ्यालुमा इजिली डिटर्माइन गर्न सक्दिनँ, यति फ्लक्चुएट भइरहेको हुन्छ नि कि आजको भ्यालु भोलिको रियाबल भ्यालु हुँदैन। दोस्रो, क्रिप्टो करेन्सीको पनि फिजिकल सब्सटेन्स छैन र तेस्रो आइडेन्टिफिएबल छ। आइडेन्टिफिएबल कसरी छ? मैले 0.1 लट पर्चेज गरेँ और 0.01 लट पर्चेज गरेँ क्रिप्टो करेन्सीको भने त्यो आइडेन्टिफिएबल छ, म त्यसलाई सेपरेट गरेर बेच्न पनि सकिरहेछु। सो क्रिप्टो करेन्सीलाई नर्मली इन्टेन्जिबल एसेट्सको रूपमा क्लासिफाई गर्न सकिन्छ। किन सकिन्छ? बिकज दे ल्याक फिजिकल सब्सटेन्स, फिजिकल सब्सटेन्स हुँदैन, आइडेन्टिफिएबल एसेट्स पनि हो, एन्ड विदाउट अ फिक्स्ड और डिटर्मिनेबल मोनिटरी भ्यालु हो, त्यसको भ्यालु फिक्स या डिटर्मिनेबल छैन, मार्केटमा इजिली हामी डिटर्माइन गर्न सक्ने, यति फ्लक्चुएसन हुन्छ कि मार्केटमा एट सर्टेन पोइन्ट अफ टाइममा मैले जो डिटर्माइन गरेको भ्यालु हुन्छ त्यो एकछिनमा चेन्ज भइसकेको हुन्छ। त्यही भएर क्रिप्टो करेन्सीलाई मोर अफ्टेन हामीले के गर्छौँ इन्टेन्जिबल एसेट्समा ग्रुप गरेको हेर्छौँ। ठुलो ठुलो कम्पनीको पनि फाइनेन्सियल स्टेटमेन्ट हेर्दाखेरि हामीले क्रिप्टो करेन्सीलाई डिजिटल करेन्सी और एसेट्सहरूलाई इन्टेन्जिबल एसेट्सकै रूपमा हेर्छौँ, अनलेस दोज क्रिप्टो करेन्सीज आर हेल्ड फर ट्रेड। अब यो कुरा बुझौँ, अगर मैले क्रिप्टो करेन्सीलाई IAS 38 को एकर्डिङली जो क्लासिफाई गरिरहेको छु, जो प्रिमियम फेसी अहिलेसम्म यही लागिरहेछ कि 38 को एकर्डिङली क्रिप्टो करेन्सीलाई क्लासिफाई गर्नुपर्ने हुन्छ। अगर मैले 38 को एकर्डिङली क्रिप्टो करेन्सीलाई क्लासिफाई गरेँ, देन हामीले कसरी त्यसलाई रेकग्नाइज गर्छौँ, कुन भ्यालुमा रेकग्नाइज गर्छौँ त्यो कुरा बुझौँ। As per para 21 to 24 of IAS 38, intangible assets establish that an intangible asset can be recognized if it is identifiable, controlled by entity, expected to generate future economic benefit, and its cost can be reliably measured. चारवटा कुरा छ कि हामीले इन्टेन्जिबल एसेट्स कुन बेला रेकग्नाइज गर्ने। सबभन्दा पहिला आइडेन्टिफिएबल छ, यस आइडेन्टिफिएबल छ, जो लट मैले पर्चेज गरेछु त्यो मलाई थाहा हुन्छ कि मेरो कति लट हो। दोस्रो, कन्ट्रोल बाई एन्टिटी हो, यस मैले पे गरेछु, पे गर्ने बित्तिकै कन्ट्र्याक्ट नोट मेरो नाममा छ। एक्सपेक्टेड टु जेनेरेट फ्युचर इकोनोमिक बेनिफिट, यस फ्युचर इकोनोमिक बेनिफिट आइदर वे अफ डिभिडेन्ड पाउँछ या क्यापिटल एप्रिसिएसन पाउँछ, मेरो क्यापिटल एप्रिसिएसन, मेरो मार्केट भ्यालु त्यसको बढिरहेछ क्रिप्टो करेन्सीको कारणले, सो मेरो लागि के हो फ्युचर इकोनोमिक बेनिफिट हो। र कस्ट मेजर भइरहेछ रियाबली, यस कस्ट मेजर भइरहेछ, बिकज अगर मैले 10,000मा सर्टेन पोर्सन अफ क्रिप्टो करेन्सी पर्चेज गरेँ, 0.01 लट पर्चेज गरेँ भने त्यो के भइरहेछ मेरो रियाबली मेजर भइरहेछ, मैले 10,000 दिएर 0.01 लट पर्चेज गरेछु। कन्सिडरिङ द एबभ, क्रिप्टो करेन्सी फुलफिल अल अफ द एबभ क्राइटेरिया। अभियसली क्रिप्टो करेन्सी पुरै क्राइटेरियालाई फुलफिल गरिरहेछ,
Hence, it should be recognized as an intangible asset. त्यही भएर हामीले यसलाई intangible assets को रूपमा recognize गर्न मिल्छ. Initial measurement of intangible assets, whether acquired or internally generated, should be at cost, including any directly attributable cost necessary to prepare the assets for its intended use. जब हामीले इनिशियली इन्टेन्जिबल एसेट्सलाई मेजर गर्न जान्छौँ और क्रिप्टो करेन्सीलाई मेजर गर्न जान्छौँ भने जो मैले कस्ट पे गरेछु, द्याट मिन्स पर्चेज गर्नको लागि जो क्रिप्टो करेन्सी पर्चेज गर्नको लागि जो मैले कस्ट पे गरेछु त्यो कस्ट प्लस जो डाइरेक्टली एट्रिब्युएबल कस्ट हुन्छ, जसरी मैले जो प्लेटफर्म युज गरेछु त्यसमा कमिसन पनि पे गरेको होला नि, त्यो प्लेटफर्म युज गरेको बापत मैले जो कमिसन पे गरेको होला ब्रोकर कम्पनीलाई त्यो पनि मेरो कस्टको पार्ट बन्छ, बिकज द्याट इज डाइरेक्टली एट्रिब्युटेबल. मैले त्यो प्लेटफर्म बिना युज गरेर मैले क्रिप्टो करेन्सी किन्न मिल्दैन, सो त्यो प्लेटफर्म भनेको मेरो लागि डाइरेक्टली एट्रिब्युटेबल कस्ट हो. सो अगर मैले 10,000 मा क्रिप्टो करेन्सी को 0.01 लट पर्चेज गरेछु र 100 रुपैयाँ मैले कमिसन पे गरेछु त्यो प्लेटफर्म युज गरेको बापत, सो मेरो कस्ट हुन्छ 10,100. अब इनिशियल मेजरमेन्ट त गरे, अब सब्सिक्वेन्टली कसरी मेजर गर्ने त्यो कुरा बुझौँ. अन्डर IAS 38 intangible assets, subsequent measurement of intangible assets can be approached using two model. दुईवटा मोडल युज गरेर हामी इन्टेन्जिबल एसेट्सको सब्सिक्वेन्ट भ्यालुएसन गर्न सक्छौँ, सब्सिक्वेन्ट मेजरमेन्ट गर्न सक्छौँ. त पहिलो छ कस्ट मोडल, दोस्रो छ रिभ्यालुएसन मोडल. कस्ट मोडलले यो भन्छ कि मैले सब्सिक्वेन्ट मेजरमेन्ट गर्दा पनि म इन्टेन्जिबल एसेट्सलाई कस्टमै रिकग्नाइज गर्छु, लेस एकुमुलेटेड डेप्रिसिएसन एन्ड एनी एकुमुलेटेड इम्पेयरमेन्ट लस. एकुमुलेटेड डेप्रिसिएसन भनेको एसेट्सको भ्यालु ओभर द पिरियड के हुन्छ, डेप्रिसिएट हुन्छ, एमोर्टाइज हुन्छ. सो मैले के गर्नुपर्छ, ओभर द पिरियड त्यसको भ्यालु कम गर्दै जानुपर्छ, त्यसलाई भन्छ एमोर्टाइजेसन. इम्पेयरमेन्ट लस भनेको के हुन्छ, मार्केटमा मेरो जो मसँग इन्टेन्जिबल एसेट्स छ त्यसको भ्यालु नै कम छ र मेरो बुक्समा बढी आइरहेछ, मतलब मार्केटको भ्यालु कम छ र मेरो बुक्समा त्यही एसेट्सको भ्यालु बढी छ भने के छ, इम्पेयर भयो. त्यो एसेट्सको भ्यालु त्यति छैन, त्यही भएर हामीले के गर्नुपर्ने हुन्छ, दुवैको डिफरेन्सलाई इम्पेयर लसको रूपमा हाम्रो बुक्स अफ एकाउन्टमा रिकग्नाइज गर्नुपर्ने हुन्छ, त्यसलाई भन्छ इम्पेयरमेन्ट लस. एभ्री इयर हामीले के गर्नुपर्छ, इन्टेन्जिबल एसेट्सलाई एमोर्टाइज गर्नुपर्छ र हामीले इम्पेयरमेन्ट टेस्टिङ चेक गर्नुपर्छ. इफ इम्पेयरमेन्ट लस छ भने हामीले इम्पेयरमेन्ट लसलाई रिकग्नाइज गर्नुपर्ने हुन्छ. रिभ्यालुएसन मोडलले के भन्छ कि इयर इनमा हामीले त्यो इन्टेन्जिबल एसेट्सको फेयर भ्यालु कति छ त्यो मार्केटबाट पत्ता लगाउँ र त्यो भ्यालुमा त्यो इन्टेन्जिबल एसेट्सलाई रिकग्नाइज गरौँ र सब्सिक्वेन्टली हामी के गर्छौँ, त्यसलाई एमोर्टाइज गर्छौँ ओभर द पिरियड और ओभर द रिमेनिङ पिरियड र केही एकुमुलेटेड इम्पेयरमेन्ट लसेस छ भने त्यसलाई पनि हामी के गर्छौँ, सबट्र्याक्ट गर्छौँ त्यो रिभ्यालुड एमाउन्टसँग. लेट सपोज मेरो क्रिप्टो करेन्सीको भ्यालु 100 रुपैयाँमा मैले पर्चेस गरेको थियो, इयर इनमा त्यसको भ्यालु 200 छ. 200 कसरी छ, मलाई मार्केटको फेयर भ्यालु थाहा भयो 200 छ. सो मैले के गर्छु, फेयर भ्यालु 200 लाई रिभ्यालुड एमाउन्टको रूपमा आफ्नो बुक्स अफ एकाउन्टमा रिकग्नाइज गर्छु त्यो क्रिप्टो करेन्सीको. द्याट मिन्स 100 रुपिजमा पर्चेस गरेको जसलाई मैले इनिसियली रिकग्नाइज गरेको थियो 100 मा, इयर इनमा रिभ्यालुएसन मोडलको अन्डर मैले के गर्छु, इयर इनमा म त्यसलाई 200 मा रेकर्ड गर्छु. त्यही कुरा हामीले यो स्लाइडमा लेखेछौँ कि अगर मैले कस्ट मोडल फलो गरेँ भने सब्सिक्वेन्ट मेजरमेन्ट गर्दाखेरि एन इन्टेन्जिबल एसेट इज क्यारिड एट इट्स कस्ट, लेस एकुमुलेटेड amortization and accumulated impairment losses, and this model is by default adopted unless revaluation model is applied. यसको मतलब यो छ कि म क्रिप्टो करेन्सीलाई $100 मा रिकग्नाइज गरेको थिएँ इनिशियल मेजरमेन्ट गर्दाखेरि, इयर इन्डमा मैले कस्ट मोडल फलो गरेँ भने त्यसमा केही एमोर्टाइजेसन छ या इम्पेयरमेन्ट लस छ भने मैले रिकग्नाइज गरेर जो भ्यालु आउँछ त्यो भ्यालुको रूपमा मैले के गर्छु, कस्ट मोडलमा रिकग्नाइज गर्छु क्रिप्टो करेन्सीको भ्यालु. यो बाई डिफल्ट क्याटेगोरी हो इनकेस मैले रिभ्यालुएसन मोडल एप्लाई गरेन भने. एमोर्टाइजेसन भनेको के हो, मैले ओभर द युजफुल लाइफमा के गर्छु, एसेट्सको भ्यालुलाई एमोर्टाइज गर्छु. 100 रुपियाँको एसेट छ र मलाई लागिरहेछ त्यसको युजफुल लाइफ 10 साल छ भने एभ्री इयर म के गर्छु, 10 रुपियाँ एमोर्टाइज गर्छु. क्रिप्टो करेन्सीको केसमा हामीलाई उसको लाइफै थाहा छैन, लाइफै थाहा छैन भने त्यसमा के हुन्छ, हाम्रो एमोर्टाइज हुनै सक्दैन. त्यसलाई हामीले के गर्नुपर्छ, इम्पेयरमेन्ट लसको टेस्टिङ गर्नुपर्ने हुन्छ. 100 रुपियाँमा मैले रिकग्नाइज गरेको इनिसियल रिकग्नाइज गरेको क्रिप्टो करेन्सी इयर इनमा म हेर्छु त्यसको मार्केट भ्यालु कति छ,
अगर त्यसको मार्केट भ्यालु लेट सपोज 90 छ भने 10 रुपियाँ म के गर्छु इम्पेयरमेन्ट लसको रूपमा रेकग्नाइज गर्छु। दोस्रो छ रिभ्यालुएसन मोडल। रिभ्यालुएसन मोडलले भन्छ कि इनिसियली तिमीले कस्टमा रेकग्नाइज गर्यो ठिक छ, जब इयर एन्ड आउँछ त्यो बेला हामीले के गर्छौँ त्यसलाई मार्केट भ्यालु और फेयर भ्यालुमा रेकग्नाइज गर्छौँ। फेयर भ्यालु भनेको हामीले सेम प्रोडक्ट मार्केटमा किन्न गयो भने कति रुपियाँमा पाउँछ त्यसलाई हामी फेयर भ्यालु भन्छौँ। जब हामी रिभ्यालुएसन मोडलमा जान्छौँ भने इयर एन्डको जो फेयर भ्यालु हुन्छ त्यो नै मेरो के हुन्छ रिभ्यालुएसन एमाउन्ट हुन्छ र त्यसलाई हामीले आफ्नो बुक्स अफ एकाउन्टमा रेकर्ड गर्छौँ। र सब्सिक्वेन्टली के हुन्छ हाम्रो केही इम्पेयरमेन्ट लसेस भयो या केही एमोर्टाइजेसन छ भने त्यसलाई हामी ओभर द पिरियड रिभ्यालुएसन एमाउन्टबाट डिडक्ट गर्दै जान्छौँ। फर इक्जाम्पल हाम्रो क्रिप्टो करेन्सी 100 मा हामीले रेकग्नाइज गरे इनिसियल मेजरमेन्ट गर्दाखेरि इयर एन्डमा त्यसको भ्यालु 110 रुपियाँ छ। सो मैले के गर्नुपर्ने हुन्छ आफ्नो बुक्समा 110 रुपियाँ रिभ्यालुड एमाउन्ट भनेर रेकग्नाइज गर्नुपर्ने हुन्छ। अब त्यो 10 रुपियाँ हाम्रो ओसिआई को थ्रु जान्छ। जब पनि हामीले रिभ्यालुएसन मोडल फलो गर्छौँ इन्टेन्जिबल एसेट्सको केसमा भने त्यो 10 रुपियाँ भनेको हाम्रो र त्यो मेरो ओसिआई को थ्रु जान्छ र सब्सिक्वेन्टली हाम्रो रिभ्यालुएसन रिजर्भमा ट्रान्सफर भइहाल्छ। लेट सपोज हामीले क्रिप्टो करेन्सी 100 रुपियाँमा किनेको थियो, इनिसियली रेकग्नाइज गर्दा पनि 100 रुपियाँ थियो। इयर एन्डमा त्यसको भ्यालु 110 रुपियाँ भयो भने हामीले के गर्नुपर्ने हुन्छ 110 रुपियाँको रूपमा हामीले रेकर्ड गर्नुपर्ने हुन्छ आफ्नो बुक्स अफ एकाउन्टमा र 10 रुपियाँ भनेको हामीले रिभ्यालुएसन रिजर्भ भनेर क्रिएट गर्छौँ ओसिआई को थ्रु र त्यो हाम्रो रिटेन अर्निङमा ट्रान्सफर भइहाल्छ। Active market requirement. For the revaluation model to be applied, the intangible assets must be traded in an active market where the fair value can be reliably determined. हामीले एक्टिभ मार्केटबाट नै हामीले फेयर भ्यालु निकाल्छौँ र एक्टिभ मार्केट भनेको यो हुन्छ कि कुनै प्रोडक्ट मार्केटमा धेरै नै एक्टिभ रूपमा ट्रेड भइरहेछ। अगर एक्टिभ रूपमा ट्रेड भइरहेछ भने हामीले त्यसको फेयर भ्यालु इजिली डिटरमाइन गर्न सक्छौँ मार्केट अब्जर्भेबल हेरेर मार्केट इनपुट हेरेर। इम्पेयरमेन्ट टेस्टिङ भनेको सिम्पली कि त्यसको मार्केट भ्यालु के छ आजको डेटमा हाम्रो बुक्समा XYZ एमाउन्ट होला र त्यही कुराको मार्केट भ्यालु के छ। अगर मार्केट भ्यालु कम छ भने हाम्रो के हुन्छ इम्पेयरमेन्ट टेस्टिङ एप्लाई हुन्छ र हामीले आफ्नो बुक्समा मार्केट भ्यालुको इम्प्याक्ट लिएर जो भ्यालु हुन्छ त्यो रेकर्ड गर्नुपर्ने हुन्छ, जो लस छ त्यसलाई हामी पिएनएल एकाउन्टमा ट्रान्सफर गरिदिन्छौँ। इफ मेरो इन्टेन्जिबल एसेट जसको क्यारिङ एमाउन्ट XYZ एमाउन्ट छ र त्योभन्दा बढी एमाउन्ट मार्केटमा त्यो प्रोडक्टको भ्यालु छ, त्यो इन्टेन्जिबल एसेट्सको भ्यालु छ भने हाम्रो के हुन्छ इम्पेयरमेन्ट टेस्टिङ हुँदैन। द्याट मिन्स इम्पेयरमेन्ट टेस्टिङ त्यो बेला मात्र हुन्छ जब हाम्रो मार्केट भ्यालु इज लोअर देन क्यारिङ एमाउन्ट। त्यही कुरा यहाँ लेखेको छ रिगार्डलेस अफ द मोडल युज इन्टेन्जिबल एसेट्स मस्ट बी टेस्टेड फर इम्पेयरमेन्ट whenever there is an indication that their carrying amount may not be recoverable। जो हाम्रो बुक्समा क्यारिङ एमाउन्ट छ जो मार्केटको भ्यालु भन्दा बढी छ भने द्याट मिन्स त्यो के हुन्छ इम्पेयरमेन्ट टेस्टिङको लागि हामी एलिजिबल भइहाल्छौँ। इम्पेयरमेन्ट लस मस्ट बी रेकग्नाइज इफ द क्यारिङ एमाउन्ट एक्सिड द रिकभरेबल एमाउन्ट। हामीले इम्पेयरमेन्ट लस इमिडिएटली रेकग्नाइज गर्नुपर्ने हुन्छ बुक्स अफ एकाउन्टमा जब हाम्रो क्यारिङ एमाउन्ट बढी छ मार्केट भ्यालु भन्दा, द्याट मिन्स रिकभरेबल एमाउन्ट भन्दा। अब कन्क्लुजनमा at first it might appear that cryptocurrency should be accounted as cash because it is a form of digital money। प्रिमियम फेस यहाँ सबलाई लाग्छ होला कि डिजिटल करेन्सी क्रिप्टो करेन्सी क्यास हुनुपर्ने बिकज इट इज अ डिजिटल मनी, त्यही भएर यसलाई क्यास मान्नुपर्छ। हाउएभर क्रिप्टो करेन्सी क्यानट बी कन्सिडर्ड एज क्यास इक्विभ्यालेन्ट एज डिफाइन्ड इन IAS 7 बिकज दे क्यानट बी रेडली एक्सचेन्ज फर एनी गुड्स और सर्भिसेस। क्रिप्टो करेन्सीको थ्रु हामीले के गर्न सक्छौँ सामान किन्न र बेच्न सक्दैनौँ। हामी कुनै मलमा जान्छौँ, हामी भन्छौँ कि यार मलाई मोबाइल दो म तिमीलाई क्रिप्टो करेन्सी दिन्छु, तिनीहरूले मान्छ मान्दैन। दे फिल द्याट क्यास इज ओन्ली द लिगल करेन्सी, क्रिप्टो और डिजिटल करेन्सी इज नट अ लिगल करेन्सी। त्यही भएर IAS 7 को एकर्डिङली हामीले क्रिप्टो करेन्सीलाई क्यास मान्न सकिँदैन। सो IAS 7 इज नट अ बेस्ट अप्सन फर द एकाउन्टिङ अफ cryptocurrency or rather it is not an option for accounting of cryptocurrency। So IAS 7 को accordingly हामीले cryptocurrency को accounting और recording गर्न सकिँदैन। नेक्स्ट मा IAS 2 भनेको इन्भेन्ट्री। Further IAS 2 applies to inventory held for sale in ordinary course of business। While some entity might hold cryptocurrency for trading purpose, the volatility and speculative nature of cryptocurrency are often differentiate them from traditional inventory item। अब कतिजनाले यो भन्न सक्छ IAS 2 को एकर्डिङली म इन्भेन्ट्रीको रूपमा यसलाई लिन सक्छु बिकज मेरो प्राइमरी बिजनेस एक्टिभिटी नै क्रिप्टो किन्ने र बेच्नेमा छ। हुन सक्छ, द्याट इज भेरी मच पोसिबल कि कुनै एन्टिटीको प्राइमरी एक्टिभिटिज नै क्रिप्टो किन्ने र बेच्न हुन सक्छ र उनीहरूको लागि त्यो इन्भेन्ट्री नै हुन सक्छ। बट
जो IAS 2 मा इन्भेन्ट्रीले के भन्दैछ, इन्भेन्ट्रीको भोलाटिलिटी त्यति हुँदैन। स्पेकुलेटिभ नेचरको इन्भेन्ट्री कहिले पनि हुँदैन। नर्मली के हुन्छ, इन्भेन्ट्री जो हामीले किनेर आएको छौँ त्यसमा बढी फ्लक्चुएट हुँदैन। आजको डेटमा बिटकोइनको भ्यालु 1,10,000 छ। आजभन्दा 7-8 हप्ता पहिला क्रिप्टो करेन्सीको भ्यालु कति थियो? 75,000 थियो। विथिन 5-6 विकमा के भयो? भोलाटिलिटी सिग्निफिकेन्टली आयो। 35,000 40,000 सम्मको भोलाटिलिटी आउँछ। त्यही भएर यो ट्रेडिसनल इन्भेन्ट्री जस्तो छैन। यसमा भोलाटिलिटी धेरै छ, स्पेकुलेटिभ नेचर छ। कहिले प्राइस माथि जाने, कहिले तल आउने। Therefore, cryptocurrencies may be treated as inventory only if it is held for sale in ordinary course of business, which is rarely found in business organization. Cryptocurrency IS2 को एकोनोमिक ट्रिट गर्न मिल्छ इफ मेरो मेन नै प्राइमरी बिजनेस एक्टिभिटी नै यो क्रिप्टो किन्ने र बेच्ने। देन त्यो बेला मैले यसलाई क्रिप्टोकरेन्सीलाई के गर्न सक्छु? इन्भेन्ट्रीको रूपमा ट्रिटमेन्ट गर्न सक्छु। बट क्रिप्टोकरेन्सीको भोलाटिलिटी नै यति छ, बिङ स्पेकुलेटिभ नेचर अफ क्रिप्टोकरेन्सी, त्यही भएर यसलाई IS2 को एकर्डिङ त्यति प्रिफरेन्स दिन सकिँदैन। र मलाई लाग्छ रियरली कुनै कम्पनी होला मार्केटमा जसले IS2 को एकर्डिङली क्रिप्टोकरेन्सीलाई डिल गर्छ होला। Also, determining the net realization value might not be suitable for cryptocurrency due to the lack of reliable market prices. क्रिप्टोकरेन्सीमा सिग्निफिकेन्टली मार्केट फ्लक्चुएट भइरहेको हुन्छ, प्राइस फ्लक्चुएट भइरहेको हुन्छ। सो नेट रियलाइजेसन भ्यालु डिटरमाइन गर्न पनि धेरै नै गाह्रो हुन्छ। अहिलेको टाइममा 2 बजेको टाइममा XYZ अमाउन्ट होला, 2:10 मा त्यसको भ्यालु ABC अमाउन्ट भइहाल्छ। सो सिग्निफिकेन्टली भेरिएन्स हुन्छ के। क्रिप्टोकरेन्सीको प्राइस डिफ्रेन्ट कुरामा फ्लक्चुएट हुन्छ। केही न्युज आयो, वारको सिचुएसन छ, और डोनाल्ड ट्रम्प USA को प्रेसिडेन्ट भएको थियो, त्यो बेला सिग्निफिकेन्टली मोमेन्ट आएको थियो क्रिप्टोकरेन्सीजमा। त्यो पछि IFRS 9 को डिफरेन्स हेरौँ। IFRS 9 भनेको फाइनेन्सियल इन्स्ट्रुमेन्ट छ। प्रिमा फेसिया हेर्दाखेरि यो पनि लाग्न सक्छ कि हामीले यसलाई फाइनेन्सियल एसेट्सको रूपमा ट्रिट गरेर IFRS 9 को एकर्डिङली एकाउन्टिङ गरौँ। However, it doesn't seem to meet the definition of financial instrument either because it doesn't represent cash. यो फाइनेन्सियल इन्स्ट्रुमेन्टको डेफिनेसनमा फिट हुन सक्दैन। किन हुन सक्दैन? बिकज यो क्यासलाई रिप्रेजेन्ट गर्दैन। इक्विटी इन्ट्रेस्ट पनि छैन कुनै इन्टिटीको सेयर क्यापिटल पनि यो होइन। or a contract establishing a right or obligation to deliver or receive cash or another financial instrument. या कुनै मेरो कन्ट्र्याक्चुअल अब्लिगेसन या राइट छैन जसको थ्रु म क्यास लिन सक्छु या क्यास दिन सक्छु, या कुनै अरू फाइनेन्सियल इन्स्ट्रुमेन्ट दिन सक्छु। फाइनेन्सियल एसेट्सले भन्छ कि यार म कन्ट्र्याक्ट इन्टर गरेँ, तिमी मलाई सर्भिस देऊ, म तिमीलाई पैसा दिन्छु, र जो पैसा मैले रिसिभ गर्नुपर्ने बेला हुन्छ, ट्रेड रिसिभेबल हुन्छ, त्यो मेरो लागि के हुन्छ? फाइनेन्सियल एसेट्स हुन्छ। बट यसमा के छ? न त मेरो क्यास छ, मेरो क्रिप्टोकरेन्सी क्यास पनि छैन IAS 7 को एकर्डिङली, मेरो इक्विटी इन्स्ट्रुमेन्ट पनि छैन, मेरो कुनै कम्पनीमा मैले इन्भेस्टमेन्ट गरिरहेको छैन। म त बिटकोइनमा कोइनमा इन्भेस्टमेन्ट गरिरहेको छु, कुनै कम्पनीमा इन्भेस्टमेन्ट गरिरहेको छैन, या मैले कुनै कन्ट्र्याक्टमा इन्टर गरेको छैन कि म तिमीलाई क्यास दिन्छु भनेर, या कुनै अदर फाइनेन्सियल इन्स्ट्रुमेन्ट दिन्छु भनेर। सो यहाँ कुनै कन्ट्र्याक्चुअल राइट या अब्लिगेसन पनि छैन कि म तिमीलाई क्यास दिन्छु या कुनै फाइनेन्सियल इन्स्ट्रुमेन्ट दिन्छु। सो यो कुनै एङ्गलले फाइनेन्सियल इन्स्ट्रुमेन्टको डेफिनेसनमा पनि फल हुँदैन, त्यही भएर यहाँ IFRS 9 पनि लगाउन मिल्दैन। क्रिप्टोकरेन्सी इज नट अ डेट सेक्युरिटी, नट एन इक्विटी सेक्युरिटी, बिकज डजन्ट रिप्रेजेन्ट एन अनरसिप इन एन इन्टिटी। क्रिप्टोकरेन्सी डेट इन्स्ट्रुमेन्ट पनि होइन, इक्विटी इन्स्ट्रुमेन्ट पनि होइन। सिम्पल एउटा कोइन छ, कोइनमा मैले एउटा पार्ट किन्दैछु, त्यो पार्ट पनि भनेको लटमा हुन्छ, 0.01 0.02 0.001 यसरी लट हुन्छ। मैले कुनै कम्पनीको इक्विटीमा इन्भेस्टमेन्ट गरिरहेको छैन, मैले कुनै डेट इन्स्ट्रुमेन्टमा पनि इन्भेस्टमेन्ट गरिरहेको छैन। सिम्पल एउटा मार्केटमा कोइन छ, त्यो कोइनको म सर्टेन पर्सन किन्दैछु, त्यसलाई हामी CFD भन्छौँ, कन्ट्र्याक्ट फर डिफरेन्सेस। Therefore, it appears cryptocurrency should not be accounted for as financial assets. So, financial assets को रूपमा पनि हामीले क्रिप्टोकरेन्सीलाई एकाउन्ट गर्न मिल्दैन। यसको मतलब IAS 7 क्यासको रूपमा पनि एकाउन्ट गर्न मिल्दैन। IAS 2 इन्भेन्ट्रीको रूपमा मिल्छन्, तर त्यो रियरली मार्केटमा पाउँछ। कुनै कम्पनीले IAS 2 लाई फलो गरेर एज एन इन्भेन्ट्रीको रूपमा यसलाई ट्रिट गर्छन्। इन्भेन्ट्रीको रूपमा ट्रिट गर्नको लागि हाम्रो प्राइमरी एक्टिभिटिज नै क्रिप्टो किन्ने र बेच्ने हो। थर्ड छ फाइनेन्सियल इन्स्ट्रुमेन्ट IFRS 9। IFRS 9 को एकर्डिङली फाइनेन्सियल एसेट्सको डेफिनेसनमा फल गर्दैन, सो IFRS 9 पनि लगाउन मिल्दैन। सो यो सबै केस हेर्दाखेरि सबभन्दा बेस्ट IAS जसको एकर्डिङली हामीले क्रिप्टोकरेन्सीलाई
एकाउन्टिङ गर्न सक्छौँ, रेकग्नाइज गर्न सक्छौँ, रेकर्ड गर्न सक्छौँ, त्यो भनेको IAS 38 हो। त्यसलाई हामी इन्टेन्जिबल एसेट्स भन्छौँ। आई गेस तपाईँलाई यो भिडियो इन्फर्मेटिभ एन्ड युजफुल लागेको होला। इनकेस भिडियो इन्फर्मेटिभ एन्ड युजफुल लाग्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला।